चलो रुमान हम बाहिरबाट भन्दा भित्रबाट आउने क्या ठ्याक्क टाङमा त बहिनी गरे ठीक छ यसै गर्नु भोलि बाड्नु सजिलो हुन्छ उ के गरौँ भाइ निगाला पहिले त अहिले हान पाल मात्रै तल्नु अहिले निगाला तल टी ल्याउने अझै निगाल ल्याउनु जाने अझै तावर ल्याउनु जाने अनि पछि निगाल ल्याएर भित्ता हाल्ने पहिला पाल मात्रै टुङ्गौ होइन के गर्ने त्यो भाइ भाइ यहाँ निचो नगर कस्तो छ त्यहाँ उता कति अलि यता टेल्नु ल ठीक छ भयो नै उता कति छ भने उता त्यो कति जेटा पसल न आन्टी अझ हाल्नुपर्छ त्यो धेरै तो हात हाल्दै पिने मन यो 80 धार पनि ल अहिले अब निगाला हालेर लाउँदा अहिले हुँदैन किन फेरि कहिले हाल्यो निगाला कहाँ पाउनु निगाला यति तल तिर्ने ल्यायो भने हुन्न कहाँ छन् इच्छा छ एकैचोटि डोगरी अहिले ल्याउँछ अहिले पाल मात्रै फाल्नु त पाल हाल्ने थियो कता खाइयो बना के निचे छोटाइदिउँ नि त यो छोटाइदिउँ ठिकै छ नै भइगयो बीच त हल्का थियो पर छेउ अलि अर्को भयो पल्लो छेउ पनि हान्नुपर्छ अर्को भयो ठिकै छ यो यति अर्को भयो हुँदैन यो त हुँदै हुँदैन होइन त्यही न छोटाउने होइन हान्यो हानेपछि गइदिन्छ बलियो होला जानेछ भने अर्को किलो हान्ने दाइ त्यो छोट्याउनु भन्दा होइन क्या पहिला अर्को किलो हानिदिने गप्लक्क तल गयो भने चाहिँ बस जान्छ पर छेउ हाल्दा निगाला कस्तो हाल्ने धेरै धामा लाग्छ भोलि लाग्छ अहिले एउटा पनि आउँछ क्या ए पर त्यहाँ उ गर त्यो मध्ये त्यो उ अलि ढिक्क तानिने त्यो उ छ त त्यसलाई राख दाइ त्यहाँ भित्ता हाल्दौ न क्या पहिला त्यही उइन बाँध्न त्यहाँ अर्को तरिका गरिन बाँध्नु छ त कुवाल छ त त्यो कुवाललाई त्यो अड्याउ मानेर अझ टक्क गाडी गयो अलि तल तान्नुपर्छ अलि त्यो भिनाइतिर तान्नुपर्छ यही छोरै फाइल हाल्नु उतातिर मात्रै तान्ने यता नतान्ने कहि थो होला ओरे छेउको भाग मात्रै तान्नु क्या अलि छोड्देऊ दि छोडिदिने दि उदो यहाँ के छ आयो के पा दे उदो तान्नु त्यो हो त्यो बोरीबाट बोरीबाट बान्दैन भाइ हो भयो अहिले के गरौँ है कि अब ठिक छ अब भयो आयो गाडी ओ सानसानो किलो बटाट नखारा हो त्यत्रो पनि के चाहियो तँ अहिले लट्ठीले गर्दै के तँ अडिया चाहिँ पाल के छ भयो यस्तो गरे त के छ अहिले त्यहाँ खिचे ल बान्ने यो पर्छौ अलि खिच्नु पर्छ यता खिच तँ यता पर्छ हैन त्यहाँ हो उता लिनु पर्छ ल यता ल्या ल गत्त गर अहिले ठीक है ना बाटो त्यो लट्ठाले एउटा टुक्ने हो के अब हो लाग्यो होला अहिले भोलि 10 के दिन्छ तिम्रो बाबु 10 फेर पाल मात्रै उ भन्ने हुन्छ ल भाटा हाल्नु भएन यो उथे माउहरू खाया भाइ यहाँ के कुरा गर्दा हौ तिमी के छ यो कति हाल्ने हो साथी पनि बोलायो यहाँ माछा किलो हान्यो नि यो मैले सब्जीबारीको यति किन सब्जी हान्ने यी मन्टरी नभए पर्ट्याउने तपाईँको आया पाल कति छन् 3 पाल छन् 3 छन् भने अझ एक त्यो उता मेरा मात्रै फाल्नुपर्छ त्यो चुइन्छ एक यता हालेलम जे भइहाल्यो उता यताबाट यता हालेवालाले हिँड्यासम्म उ गरेर छोड्छ त्यो ठुलो सब गर्नु छैन ल हो तँ गरेको किन हेरिरहेको छ ल यो बाटो ल यहाँ अर्को पाल फिजाउनु क्या जान्छौ यसरी बानमा पानी गयो पाल कहिले ती भित्ता हालौँ कि त के गर्ने यो पानी अलि लाग्दैन ठुलो पाल पछि हामी
गाडी यहाँ अलि लिने हो गाडी अलि लिने हो नै फिनी त वर उता फिनी फेरि त्यो जमिनले पुगेलाई त्यहाँ यसो गर केही गर्नु पर्दैन क्या यो खमाउनु चुलो यहाँ सेन्टर भने यति बाल्दियो चुलो चुलो त यति बाल्दियो त्यो त सब मेसमा सुत्छ कस्तो छ खामा कति छन् पुग्दैन यहाँ चाहिँ त्यो मेरो हो बान्ने जानु पर्छ काट्ने होइन तर बान्नु पर्ने हुन्छ क्या यसै तँ त हुमा यहाँ खिचा फोटाबारी खिचा एउटा लास्ट इयर आने ल्यायो एउटा फेरि नाने अनि के फेरि गाडी घुमाउने हो यो यस्तो हो त्यस्तो हो त्यस्तो हो यो दुरी यो मोटो उता गर्नु यो दुब्ले त हो यसो यो कहाँ तल हुँ खिखिया ढाँड छ त्यहाँबाट ल्यायौँ मसन्या तलबाट ल्यायो यो खाम अझ यता आउनुपर्छ ल यो कैटे गरेर ल्या जम्मारी पाल खाला पढाउनु ढुङ्गा ल्याउन गाडीबाट यो चुलो अलि पर खाएर पनि होइन क्या नभए चुलो त लास्ट आएर हुन्छ चुलो लास्ट आउनु अहिले पहिला जाइरहनु मादल बगाएर गरौँ क्या अब बार गरौँ त्यो गर्नु कि मादल बगाएर गर्नै पर्छ माछाले बगाएर गर्नु कि जाइन नभने पनि नजिक कति मान्छे छन् आज 11 जना त त्योबाट पहिला धुरी हाल आए धुरी किन धुरी हान पहिला धुरीले कहाँसम्म भेट्छ फेरि यहाँ ओरो छेउको खाउँ पनि हाने ल्याउ ओरो छेउ पनि हान्छु म अब पाल हाल पहिला पाल हाल ए धुरी न परसी त्यहाँ माधव बान्धौ क्या माधव बाँध त टोडाले यो हो त्यहाँ पनि बान्नुपर्छ डढिँदैन केही गरेर डढिँदैन यो चाहिँ यहाँ यसैमा दलिएपछि माइला कति साथ उ गरेर त्यो फेरि माटो हाल्नुपर्ने छ घाँडीको माटो हालेन ओइ दारा देरा खुनी खाने माटो हाल्यो तँ पानी उतारेको नि होइन त यहाँ भक्कै लाउको घाँडीको कता जाडा पकाइ पका तिमीहरू अब एकचोटि यो उगर्ने पनि अब यो पालो यो कसरी हाल्ने पालो हो यस्तै ए यो त्यो उतर्दै जग्गा माइला भइगयो अब यति नै भइगयो यो गरेर जान हो त्यो खाउँ अब यो उड्दैन जानु यो पानी काट्दैन
हो त नाही दिदी त्यही त अहिले अड्या मात्रै ओल्लो किलोलाई हाल अझै पल्लिन्छन् छेउ नै र अहिले हुन्थ्यो हो अहिले के गरेर हुन्छ अरू ढेगो ऊ हाल्ने हो कि धेरै बढी हुन्छ ढेगोले हाल्ने हो यहाँ पानी भित्र आउने गराइ हाल्नै पर्छ दाइ धारा जेडा खुट्टाउनु खुन यहाँ बोल्नु जापान यो त अरू बन्द यो सधैँ यहाँ गरेको यो घुम्दै पानी पर्दैन दुईदिन भल जस्तो कोटा पुग्ने कालीमरी पुग्ने कि अब कहाँ पुग्ने हो घाटामाटा पुग्ने कि जुम्लै हुन्छ जुम्लै गएर के खाने दुध खाने मै खाऊ 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 जे के तपाईको पैसा हुन्छ त्यही पनि खाला पार्नु न त बटाइ राख्नु के के पट्याउ 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 राख यो आगो जाऊ त यस्तो आगो न कहाँ रोटी खुवाउँदैन सब तन दुख्दो बनान नगर पानी राख्छु बिस्तारै यो धान्यमा नि थति जान्छ हो त्यो अब दे त्यति बडो खै खोइ बोल्छ कि आगो ठुलो बहिनी हुँदैन टर्च पनि हाले छेउ मेरो टर्च पनि हाले छेउ खोइ अगाडि कोही यो ओरिजिनल आइबस्छ त अहिले चेप्दैन न अब तासो गीत ल्याउँदै कति ल्याउ म जान्दैन नजाने पनि होला भाइ आएछन् को हटिया मैला भाइ आएछन् पर म हटिया भाइ आएछन् म कालो त्यही के कम
को भने ठट्टे भाइ पनि नुहाएर चाहिँ एक दिन हामी सासुले त्यही छोरा छोरा ननासुनि ठट्टे भाइ के गर्यो हेला अनि मायल छ मेरो कुकुरलाई पप गर्ने भने त भाइ ये पाँच चाहिए सर ये को बना भिडियो बनाउँछ नि अनि खरोटा खाने क्वेसन नआउँछ खाने भनेर हामी अहिले थकेपछि रोटी खाऊ आमामा थाल लाग्नु कताले कतिचोटि खाने कसरी धुने आगे हेदी वाला के कालो मामा काट्यो होइन होइन सर भिडियो मात्रै नभए यहीँबाट बस्यौँ नि यही त हो सही हो माछ पनि यही हो कहिले पनि त माछा पनि माछ पनि थियो अब टार्नु माछ पनि त अनि गएछौँ माछ पनि सब भिडियो बनाउँदा कहिले दिन पाउँदैन गाडी छोटो बनाऊ क्या अलि उयो
तर लाउन नै केही पनि भाइ जाने दाइ मोबाइल भयो सोत्ता पनि छ गाडीपट्टि मुनि कता पलासजना चाउचाउ खसाउ गर्छन् पलास दियो पलास टाल्यो यतिखेर हाल्नुपर्छ के मरियो क्या ठला त गएर म पुगेर फर्किन्छ होला पाडाले गर्दाखेरि थालो केही त फर्केन है थालो केही त फर्केन जुका हो जुका बाबै हो जुका पनि फाल्दियो है भाइ त्यसै गरिदिनु ओ पछि फर्क जुटा सबै खानु छ हेर यो कुरा त हेर चित्त हुन्छ कि हामी हाल्दैन पहिला भुन्नेमा हाल्ने के यति बिरो गरे जुन खान्छौ त दुई थाला हातै मुसल खाइ नाना फाल्देऊ त्यो बहिनी टेक्निक भेट्छु पनि नभए गाउँ जताबाट दिनु पनि मान्छे घर नखाने आंटी नखाने चल सकाल मरा न भइजाउन अहिले गइरहन्छ
यो त खोप काट्नु आयो के प्रेसर लाग्छ त गत्त गरु पेदोलाई हेरी बाँदर गुनाइ त हिँड्नु
अनि थुनिन्छ अरे चारवटा त बल्ल फिक्स भयो, 4-5 वटा भाइ नि ज्ञान नि भने हात दुबै छन् कताउला केटाहरु
मेघ बन्न पाइँदैन पात बन्न पाइँदैन गोरु कस्तो गोरु छ लाग्नु लाग्छ गाँठ